हेलो एभ्रिवान, फेरि पनि स्वागत छ मेरो ब्लगमा। अनि आज चाहिँ हामी यता यो हाम्रो यो चामखर बुमथाङमा चाहिँ एउटा यो बर्निङ लेक भन्ने छ हैन, जुनलाई यहाँको लोकल भाषामा चाहिँ मेबर सो पनि भन्छन् हैन। त्यो भनेको हाम्रो यो पातलो छाँगो जस्तो खालको टाइपको छ, सानो पोखरी जस्तो। हामी त्यहाँ आज चाहिँ हामी त्यहाँ जाँदैछौँ। अनि म दावा अनि त हाम्रो दुईटा स्टुडेन्ट भएर जान्छन्। अब हामी यहाँ चाहिँ कुद्दैछौँ सबैलाई। अब यो दावा यहाँ छ, हामी यो गाडीमा जाने हो, दुईजना छन् यहाँ। सो दिस इज आवर ड्राइभर टुडे। हामी यो मेम्बर सो जाने गेटमा आइपुग्यौँ होइन। यहाँ पहिला अब हामी लास्ट टाइम आउँदाखेरि यो थिएन, यो गेट थिएन। लास्ट टाइम आउँदाखेरि चाहिँ त्यो मैले गोप्रो बोकेको थिएन क्या, त्यही भएर आज फेरि आएको। अनि यसको कथा सुन्ने भने चाहिँ यहाँ 1476 मा चाहिँ एउटा ट्रेजर हम्गड्डी मेलामा पानीमा डुबेको अरे। पहिलो पालि भन्दा अहिले पानी परेको भएर पानी अलिक ठुलो भरेको छ, पहिला अलिक ठुलो थिएन। लास्ट टाइमको भिडियो र अहिले एकदम फरक छ नि। अझै पानी परेको बेला होइन, यो दाउरासम्म पुग्छ अरे क्या पानी। पहिला पुरानो पुल चाहिँ यसरी तलको दाउरा छ नि, त्यो पुरानो पुल पहिलाको त्यो रहेछ कि। यस्तो राम्रो ठुलो छ क्या खोला। फेरि यहाँ चाहिँ एकदम लास्टै गहिरो छ अरे क्या यो। अनि यति गहिरो छ कि यो पानी माथिबाट आएको पानी पुरा एकदम क्लिन छ, तर यहाँ चाहिँ गहिरो भएर देख्नै देखिँदैन क्या। अब जस्तो यहाँ चाहिँ त्यो ढुङ्गाहरू देखिएछ नि त, जति गहिरो भए पनि। तर यतापट्टि हेऱ्यो भने चाहिँ यति कालो छ कि केही पनि देखिँदैन। एनी स्टोरी यु नो अबाउट द This was the prophecy was made by Guru Padma Sambhava that one treasure discoverer, who is also known as Tirthan, will come and discover a treasure. So later in 1450 or 76, in 15th century, Tirthan Pema Lingpo was born, and he discovered a treasure when he was 25 years. That is 1476, and this lake came to be known as Burning Lake, which means that Tirthan Pema Lingpo, when he discovered the treasure from the lake, he had a lamp in his hand which was not what we say extinguished. It was not extinguished, and he also discovered a lake, not lake, a treasure. So from that time they are saying because of that burning lamp, they say this burning lake, no? Yes sir, it was not extinguished, even the lamp was in the water. That's why burning lake. So last time आउँदाखेरि पानी यस्तो थिएन, एकदम अहिले पुरा पानी परेको भएर हैन, खोला बढेको छ यो। अनि यो स्टेप पनि थिएन पहिला। So this Meberso, it's like I think 20 minutes drive from चामखर टाउन बुमथाङ। हामी यो ठाउँबाट चाहिँ अब निस्किँदैछौँ। अनि अहिलेको लागि चाहिँ यति नै होला, फेरि पनि अर्को ब्लगमा भेटौँला।